हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। सो यो चाहिँ एक्जोराको प्लान्ट हो है। यो चाहिँ यस्तो दामी फुल छ नि। यो चाहिँ मेरो माथि चाहिँ एकदमै चिसोमा चाहिँ फुलेन हैन, 1-2 साल मजाले फुल्यो। त्यहाँबाट चाहिँ अस्ति योपालिको विन्टरमा चाहिँ अलिकति यसलाई साह्रो परेर चाहिँ अनि यो पुरा कक्रेको थियो। देख्न सक्नुहुन्छ भर्खरै कोपिलाहरू मजाले आउँदैछ। यो पुरा उयो भएको थियो, कक्रेको थियो यो प्लान्ट चाहिँ नि, एकदमै उयो भएको थियो। किनभने पट पनि सानो भएको थियो यसको लागि। खासमा चाहिँ रिपोर्टिङ गर्ने टाइम पनि भयो है, अनि त्यही भएर पनि होला यो प्लान्ट चाहिँ पुरा पौलिनु नसकिरहेको थियो। यता हामी जस्तो शिफ्ट भयो नि, यो गरममा भेटेर हेर्नुहोस् त कस्तो मजाको हेल्दी भएर आएको छ। हुन त म यसलाई रिपोर्टिङ गर्छु सोच्दैछु, तर यो अब फुल्नु दिइहाल्छु। यो एकपल्ट हुनु त सालैभरि फुलिबस्छ। यो कस्तो दामी फुल्छ। यो फुलिसक्दा यत्रो बल जस्तो भएर फुल्छ है। एक्जोरा अनि यसलाई अशोका पनि भन्छ। अनि चाहिँ यो चाहिँ सबै फुलिसकेपछि म अलिक ठुलो पटमा, यो चाहिँ तपाईँको 6 इन्च पट छ, अर्को 10 इन्चको पटमा चाहिँ म रिपोर्टिङ गर्छु है। यहाँ मैले कटिङ सारेको थिएँ, यहाँ पनि पलाएको छ। खासमा यो मैले कटिङै सारेको छु, त्यही देखाउनुको लागि तपाईँहरूलाई भिडियो बनाएको है। यसको चाहिँ कटिङबाट मजाले सर्छ अनि यस्तो दामी फुल्छ नि। पछाडि मजाले फुल्दा म तपाईँहरूलाई सर्ट भिडियो बनाएर देखाउने छु। यो सबै यसको कोपिला हो है, कोपिला हो। अनि यहाँ एउटा छ, यहाँ चाहिँ मैले बेगुनियाको कटिङ पनि लगाइदिएको थिएँ, सरिरहेको छ। यसको चाहिँ तल पट रेडी छ। यसलाई अहिले म लगेर तल रोप्छु है। अनि यहाँ एउटै पटमा 2टा फुलहरू चाहिँ मलाई चाहिँ मनै पर्दैन। यहाँ हेर्नुहोस् न, चराले हगेछ न, के भएछ यहाँ, अनि सबै मैला लागेछ। यसको पनि मैले कटिङ गरिदिएको थिएँ। यो त मरेको जस्तो थियो माथि। यहाँ आएपछि त हेर्नुहोस् न, मजाले एउटा भए मजाले पौलेर आएको छ। यो पनि बढ्छ है। यसलाई अलिक फर्टिलाइजर हालिदिने बेला भएको छ। अनि फर्टिलाइजर चाहिँ म चाहिँ पिनाको फर्टिलाइजर हाल्छु है, बनाइरहेको छु मैले, त्यो हाल्छु। तपाईँहरूले पनि पिनालाई भिजाएर 4-5 दिन राखेर अनि त्यसलाई पानीमा पातला गरेर पानीमा फिटेर चाहिँ हाल्नु सक्नुहुन्छ है फर्टिलाइजर। यसलाई चाहिँ दिनु नै पर्नेछ किनकि यो फुल्न आँटेको छ है। यसको नि यो घाममा राखेर यसलाई म तल लगेर राख्छु। अहिले सबै रोपेपछि घाममा राखेर यसको कलरै हेर्नुहोस् न, बेसी घामले भेटेर अर्कै कलर भएछ। खासमा यसको योभन्दा मजाको कलर थियो, हुन्छ यसको कलर मजाको हुन्छ। घामले भेटेर चाहिँ नि यो अलिकति अर्कै कलर भएछ। अनि यसलाई म तल बरन्डामा लगेर राख्छु है। म तपाईँहरूलाई अब देखाउँछु है, कटिङ सारेको छु कसरी सरेको छ अनि कस्तो मल माटोमा रोप्दैछु देखाउँछु है। यहाँ चाहिँ मेरो पटहरू रेडी छ है, यो पटहरू रेडी छ। यो मल पनि भरेको, खासमा अस्ति नै रोप्नुको लागि रेडी भएको म। अनि घाम बेसी भएर गरमले चाहिँ दिउँसो रोप्नै नसक्ने, आज पनि म बेलुका रोप्दैछु, बेलुका भिडियो बनाउँदैछु है। एकदमै यसलाई चाहिँ वेल ड्रेन माटो चाहिन्छ है, एकदमै बुरबुर भएको माटो चाहिन्छ। पानी बेसी होल्ड गर्नु हुँदैन। यो चाहिँ गरममै हुने प्लान्ट हो, गरममा मजाले हुन्छ अनि जाडोमा पनि हुन्छ। जाडोमा 1-2 महिना बिसाउँछ अनि जस्तो गरम लाग्छ त्यस्तै फुल्नु थाल्छ है। अनि गरममा चाहिँ मजाले फुल्छ। यस्तो बुरबुर खालको माटो चाहिन्छ यसलाई चाहिँ। मैले चाहिँ यसमा चाहिँ के हालेको छु भने गाईको पुरानो मल, अनि चाहिँ गाईको कम्पोस्ट भएको मल अनि बलुवा हालेको छु है। अरू चाहिँ मैले के पनि हालेको छुइनँ। तपाईँहरूले लिफ कम्पोस्ट पनि हाल्नु सक्नुहुन्छ है, अनि भर्मी कम्पोस्ट पनि हाल्नु सक्नुहुन्छ। मैले चाहिँ अहिलेसम्म भर्मी कम्पोस्टहरू चाहिँ के पनि युज गरेको छुइनँ। जति पनि मेरो भिडियोहरू देख्नुहुन्छ बलुवा र मलमा मात्रै रोपेको चाहिँ म तपाईँहरूसँग सेयर गर्छु है। अनि निमखलीहरू हाल्थेँ, अहिले त त्यो पनि मैले ल्याएको पनि छुइनँ, हालेको पनि छुइनँ है, यत्तिकै रोप्दैछु। सो यसरी मैले पट, यो 6 इन्चको पट हो, फर्स्टमा त 6 इन्चकै पटमा रोप्नुपर्छ, पछाडि रिपोर्टिङ गर्दा हुन्छ। बोट 2-3 वर्ष पुरानो भएपछि आफैलाई थाहा हुन्छ नि त, फुल्नु छोड्यो, कम्ती फुल्दैछ भने चाहिँ तपाईँको यो गर्दा हुन्छ है, रिपोर्टिङ गर्दा हुन्छ। हुन त यो सानै हो, सानैमै फुल्छ। यसको चाहिँ रुख पनि हुन्छ, यसलाई बढ्नु दियो भने त पुरै रुखै हुन्छ। रुखभन्दा पनि सानो पोथ्रा रुख हुन्छ। अनि अब बढ्नु दिएन, कटिङ गर्दै राख्यो भने चाहिँ यसरी फुल्छ है, पटमै फुल्छ। अनि यहाँ ठिक्कै मैले अस्ति रेडी गरेको छु, 1, 2, 3, 4, 5वटा अनि एउटा चाहिँ यहीँ राख्छु है। यो मैले कटिङ लगाएको चाहिँ अस्ति 1 झ्याङ चाहिँ मैले पर बडीलाई पनि दिएँ है। यो चाहिँ खासमा चाहिँ
त्यो जुन चाहिँ अघि मैले तपाईहरुलाई सानो बोट देखाएँ त्यसको चाहिँ मैले कटिङ लगाएको थिएँ फुलिसकेर यहाँ त हेर्नुस् न कटिङ सर्नु नै कोपिला बसिसकेको छ यो सबै मज्जाले जरा आइसकेको छ म तपाईहरुलाई देखाउँछु है ए जरा मज्जाले आइसकेको छ अनि यसलाई एक एकवटालाई रोप्दिन्छु है यो मैले तपाईहरुलाई देखाउनको लागि यतिकै उखाले अलिक जरा चुट्टेको जस्तो लाग्यो है अनि म तपाईहरुलाई यसरी उखालेर देखाउँछु यस्तो मजाले जरा आएको छ यसको चाहिँ जरा अलिक चुट्यो मैले जबरजस्ती तान्ने हुँदा के छैन तर यो सर्छ है यो सर्छ है यसरी जरा आएको छ देख्न सक्नुहुन्छ यसको चाहिँ कटिङ नै सर्छ मजाले यसरी झिङ्काले हल्लाएर चाहिँ उखाल्छु है तल गएको रहेछ नि त म यो फोन राखेर सबै उखाल्छु अनि तपाईहरुलाई देखाउँछु है अप्ठ्यारो भयो नि त सो देख्न सक्नुहुन्छ है यसको चाहिँ जरा चाहिँ यसरी यस्तो मजाले आएको थिएछ हेर्नुस् न यो त कस्तो मैले जबरजस्ती तान्ने हुँदा पक्कै उक्ल्यो तर पनि के छैन यसको मजाले फेरि आइहाल्छ जरा किनकि यो चाहिँ एकदमै हार्डी प्लान्ट हो यो मर्दैन हतपत है यसको कटिङ पनि यस्तो मजाले सरिहाल्छ देख्न सक्नुहुन्छ अब यिनीहरूलाई सबैलाई रोपिदिन्छु है हेर्नुस् यस्तो मजाले जरा आएको छ यसको चाहिँ कटिङबाट मजाले सर्न सक्छ अनि यदि तपाईहरुलाई पनि चाहिन्छ भने चाहिँ मलाई भन्न सक्नुहुन्छ है यो चाहिँ म बेच्छु पनि तर अब पुरा सर्नु पर्यो अनि मजाले फुल्नु थालेपछि है तपाईहरुलाई चाहिन्छ भने मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है सो यसरी चाहिँ रोपिदिनुपर्छ है म रोप्छु अनि तपाईहरुलाई देखाउँछु ल किनकि यो मजाले माटो मजाले खोलेर चाहिँ रोप्नुपर्छ नि त किनकि यस्तो जरा छ है अनि हातमा फोन राखेर चाहिँ हुँदैन म रोप्छु अनि तपाईहरुलाई देखाउँछु है सो साथीहरु मैले चाहिँ यहाँ रोपि पनि सके अब यसलाई मजाले पानी हाल्दिन्छु है अनि यिनीहरूलाई तल लगेर राख्छु घामले यसलाई डाइरेक्ट घामले भेट्दा ओइलिन्छ नि त तल चाहिँ बिहानको एकछिनको घामले मात्रै भेट्छ सबै तल बरन्डामा लगेर राखिदिन्छु सो तपाईहरुले पनि यो एक्जोराको कटिङ यसरी गर्न सक्नुहुन्छ है कटिङबाट मजाले सार्न सक्नुहुन्छ है सो यो भिडियोलाई यहाँ एन्ड गर्दैछु सी यू इन नेक्स्ट भिडियो कीप सपोर्टिङ है थ्यांक यू फर वाचिङ